हामी यहाँको मध्येको सबसे हाइटमा के अरे सूर्यकुण्ड माथिको यो देउराली हामी सूर्यकुण्डलाई भेटीघाटी चाहिँ यहीँ चढाउनु पर्ने हुँदो रहेछ। यहाँको हाइट चाहिँ 4610 मिटर रहेको भनेर बोर्डमा लेखेको रहेछ। सरहरू दर्शन गर्दै हुनुहुन्छ। हामी चाहिँ दर्शन गरिसकेर अब यो ठाउँबाट चाहिँ रिटर्न ब्याक गोसाइकुण्ड हुँदै अब आज कहाँसम्म पुगिन्छ भन्ने कुरा ख्याल गर्दै हामी चाहिँ ओह्रालोतर्फ लाग्ने तर्खरमा छौँ। यो चाहिँ सूर्यकुण्ड हो। यो सूर्यकुण्डको एउटा भाग चाहिँ लास्टै गहिरो भएको हामीले म्यापमा देखिन्थ्यो। अहिले यहाँबाट ठम्याउन सकिँदो रहेनछ होइन ज्ञान सर? हामीले हिजो हेर्दाखेरि एउटा कुन साइडको हजुर किनारमा पानी भित्रको ढुङ्गाहरू देखिरहेको छ, भित्र एकदमै निलो छ क्या। भनेको मतलब यो एकदमै धेरै गहिरो छ भनेर बुझ्न सकिन्छ। भनेपछि यहाँबाट यो यताको पानी ढलो चाहिँ कोसी होइन त सर? यताको पानी ढलो कोसी। अब यहाँबाट उताको जति पनि हामीले कुण्ड खिच्यौँ त्यो चाहिँ गण्डकी। यहाँबाट गइसकेपछि उता चाहिँ अब कोसी नदीका सहायक नदीहरूको अन्तिम पानी ढलो हो यो चाहिँ। उता गएपछि सप्तगण्डकी के छ त अमृत सर, हाम्रो अब अन्तिम डेस्टिनेसन यहीँ नै हो क्या? र तपाईँको केही छ भने यसो यो यात्राको दौडानमा यो सूर्यकुण्डमा भगवान् सूर्यदेवलाई नमस्कार गर्दै हामी लगभग कठिनै यात्रा भनौँ। यो कठिन यात्रा पछि अल्टिमेट डेस्टिनेसनमा आइपुग्यौँ, आउन सफल भयौँ। सबभन्दा राम्रो खुसीको कुरा चाहिँ आज मौसमले एकदमै साथ दियो। हिजोको मौसम हेर्दाखेरि हामीलाई 10 मिटर परको मान्छे नदेखिने मौसममा आइराखेको थियौँ। आज चाहिँ लगभग हामीले हेर्नुपर्ने सबै कुरालाई एकदम मजाले हेऱ्यौँ। अब मौसम बिस्तारै मौसम बिग्रिँदै गइराखेको छ। हामीले बिहानै सबै कुराहरूको दर्शन गरेर अब चाहिँ हामी फर्किँदैछौँ। यस पछाडिको हाम्रो यात्राहरू अरू पनि रहनेछ र यो यात्राको चाहिँ अल्टिमेट पोइन्ट यही नै हो होइन? यही नै यो गोसाइँकुण्ड आसपास भएको 108 वटा कुण्डमध्येको सबभन्दा अग्लो स्थानमा रहेको कुण्ड हो सूर्यकुण्ड। हजुर। अनि हाम्रो मुस्कान काजीको केही छ कि? जितोड मेहनतको साथ आइपुग्दाखेरि बडो खुसी लागेको जे भए पनि यहाँसम्म आउँछु भनेर तिमीले आउँदै गर्दा पनि सोचेको थिएनौ। जे भए पनि स्टेसन मेरो तलै थियो। 4610 मिटरको संयुक्त राज्य अमेरिकाको यात्रामा छौ निकट भविष्यमै। त्यो भएर अब तिम्रो यात्रा सफल हुन्छ। तिमीले वहाँ गएर ठुलो प्रगति गर्छौ। अमेरिकानो क्यापेचिनो अन्तिममा भल्केनो 4610 मिटरको हाइटमा आएको छौ होइन? पहिलो कुरो मेरो लाइफकै हाइएस्ट पोइन्ट होला हुन चाहिँ। होला होइन हो नै हो, अहिलेसम्मको चाहिँ हाइएस्ट नै हो। त्यो अहिलेसम्मको त हो नि। अब भोलि त के हो कि सहरमा चाहिँ चढ्छौ कि कसले? सहरमा त चढ्न नि चाहिन्छ होइन। यति भन्दै आजको यात्रालाई चाहिँ हामी यहीँ टुङ्ग्याउँछौँ।